नमस्कार, म अनिश पोखरेल आइसकेँ नयाँ न्युज लिएर हजुरमाझ। यो चाहिँ भरतपुर नगरपालिका वडा नम्बर 10 स्थित 24 कोटीको हो, जुन चाहिँ तपाईँको पार्किङको बारेमा हो। तपाईँको पार्किङ चाहिँ नाजुक अवस्था छ क्या। तपाईँको त्यहाँ गाडी पार्किङले गर्दा यताबाट जाने गाडी डिस्टर्ब, उता आउने गाडी डिस्टर्ब भएको मैले जानकारी पाएको छु। फुटपाथमा हिँड्ने मान्छेको नि एकदम नाजुक अवस्था रहेको छ, त्यो कुरा मैले पाएको छु। भरतपुर महानगरपालिका वडा नम्बर 10 स्थित 24 कोटीमा पार्किङको अवस्था, त्यहाँ पार्किङ के हो, त्यहाँ गाडीहरू बिचमा राखिदिने, बिचमा पार्किङ राखिदिने, हिँडेर जाने मान्छेलाई डर भइसकेको छ। यताबाट 24 कोटीबाट त्रिचोक जानेतर्फ रोडमा नि गाडी पार्किङ भएर चाहिँ यहाँ जाने रोडको गाडीको व्यक्तिले चाहिँ रङ साइड लानुपर्छ। उता चाहिँ गाडी आइरहन्छ, त्यही भएर एक्सिडेन्ट हुने चान्स धेरै रहेको छ। तपाईँहरूलाई म भन्न चाहन्छु त्यहाँ पार्किङ नगरिदिनु होला, त्यहाँ फलफुल व्यवसाय नगरिदिनु होला। पार्किङलाई यसलाई बस पार्क रहेको छ, पारस बस पार्क, पोखरा बस पार्क, त्यता गएर बस पार्कमा बस राखिदिनु होला। म्याजिकहरू नि त्यहाँ चाहिँ तर स्क्रिनमा नि देख्न सक्नुहुन्छ गाडीहरू चाहिँ राखेको छ क्या अवस्था। त्यही भएर हो तपाईँहरूले पार्किङ नगरिदिनु होला। यो चाहिँ भरतपुर महानगरले नि बारम्बार भनिरहेको छ, यो चाहिँ नतेरेको अवस्था रहेको छ। यसले मानिस भएर मानिसको व्यवहार देखाउने हो, नै जनावरको। तपाईँहरूले चाहिँ त्यहाँ पार्किङ नगरिदिनु न। मैले त्यहाँ कतिपय देखिरहेको छु कि म्याजिकवालाले तपाईँहरूको बेलुकाको बेला चाहिँ 5 बजेपछि चाहिँ तपाईँ ब्यारेक साइडमा म्याजिक राख्ने, अनि यता पार्किङमा यता तपाईँको 24 कोटी जाने रोडमा चाहिँ देब्रे साइडमा चाहिँ म्याजिक रहिरहन्छ, जाने म्याजिक। दाहिने साइडमा चाहिँ उता पहिले आइसकेर त्यहाँ वेट गर्ने म्याजिकहरू त्यहाँ रहन्छ। त्यहाँ जाने बेला के देब्रे साइडको म्याजिक, अब गिटानगर जाने, चनौली जाने म्याजिकहरू जान्छ, अनि अर्को दाहिने साइडमा रहेको वेट गरिरहेको म्याजिक चाहिँ आएर त्यही बिचमा रोकिदिने, बिचमा गर्ने अवस्था रहिरहेको छ। मले बारम्बार भनिरहेको छु, त्यहाँ त पहिलो कुरो त अब बेलुका त लाइट नै नभएको अवस्था रहेको छ। त्यही भएर हो, हजुर चाहिँ मानवता देखाउनु होला, त्यहाँ पार्किङ नगरिदिनु होला। तपाईँहरूले त्यहाँ पार्किङ नगरिदिनु होइन है, त्यहाँ व्यवसाय नगरिदिनु होला। त्यहाँ चाहिँ हिँड्ने व्यक्तिलाई गाह्रो भएको मैले जानकारी पनि पाएको छु। एकदम नाजुक अवस्था रहेको छ त्यहाँ। म आजको भिडियोमा यति नै भन्छु। थप जानकारी फेरि आउनेछ। मेरो पेजलाई फलो गर्नु होला, युट्युबमा सब्सक्राइब गर्नु होला, अनिश पोखरेल अफिसियलमा सब्सक्राइब गर्नु होला, अनि मेरो ब्लग च्यानल पोखरेल अनिश ब्लगलाई पनि सब्सक्राइब गरिदिनु होला, अनि मेरो टिकटक आइडीमा फलो गर्नु होला, अनिश पोखरेल 40मा। यति भन्न चाहन्छु। थप जानकारी म हजुरलाई दिने नै छु। हस्, धन्यवाद, नमस्ते।